मौरीहरूले संकलन गरेको मह, फूलको रस अर्को मौरीको मुखमा सार्छन् र यसलाई अन्ततः भण्डारणको लागि घारमा सारिन्छ। वास्तवमा यो रस सुरुमा फूलहरूबाट आउँछ। मौरीहरूले यसलाई चुस्छन् र हनी स्टमक भनिने एउटा विशेष अङ्गमा भण्डारण गर्छन्। त्यसपछि मौरीले यसलाई पचाउन वा टुक्राउन सुरु गर्छ र यसलाई सुरक्षित राख्न यसको चिनीलाई सरल रूपहरूमा रूपान्तरण गर्छ। त्यसपछि बारम्बार ओकल्ने प्रक्रियाद्वारा पानीको केही मात्रा बिस्तारै बाष्पीकरण हुन्छ र पछाडि गाढा चिनी मात्र बाँकी रहन्छ। जब मौरी घारमा फर्कन्छ यसले प्रशोधित महलाई अर्को मौरीलाई दिन्छ जसले यसलाई मैनको कोठामा जम्मा गर्छ। त्यसपछि अन्य मौरीहरूले बाष्पीकरण प्रक्रियालाई अझ तीव्र बनाउन आफ्नो पखेटा हल्लाउँछन् जबसम्म त्यो तरल पदार्थ पूर्ण रूपमा गाढा हुँदैन र अन्ततः हामीले खाने मह बन्दैन। तर के हुन्छ यदि तपाईले सिधै घारबाट मह खानुभयो भने? के यो विषाक्त हुन सक्छ वा तपाईलाई बेहोस समेत बनाउन सक्छ? वास्तविकतामा जब मौरीले फूलको रस संकलन गर्छन्, यदि तिनीहरू दूषित फूलहरूको सम्पर्कमा आए भने तिनीहरूले घारमा हानिकारक विषाक्त पदार्थहरू भित्र्याउन सक्छन्। यी विषाक्त पदार्थहरू पुरै गोलोमा फैलिन सक्छन् जसले महको सम्पूर्ण ब्याचलाई नै दूषित बनाउँछ र तपाईले केही गल्ती भएको थाहा नै नपाई यसको सेवन गर्न सक्नुहुन्छ।